खैनु भन बुटको खैनेङ्गामा जान्छ भाइ आज पनि लानु पर्यो कि दुए आज दुएको हैन भाइलाई ल्याइदियो भने फेरि आज उनीहरु लानु ज्याकेट बेकार त आज भोलि त समस्या छ ल है साथीहरु आज चाहिँ अलिकति माछा भरिएन यति यति मात्रै भयो अलिक कम भयो ल आजको माछा पार्ने कलाकार चाहिँ हाम्रो राजा भैलो भाइ उता बसिरहेछ आज एकदम नयाँ कलाकार हाम्रो मिलनको बधाई आउनु भएको छ अनि साल दाजु त हाम्रो पुरानै कलाकार पर्नु भयो ल माडौँ भाइ आऊ ल खनाउन गई खनाउन भाइ खनाउन अयो अरे यो यो त्यहाँ भयो एकछिन पाउनु दाजु तँ अलि यता गरौँ न उसमा जोडौँ न यो जोडौँ हुन्छ के हो ल ल ल ल खनाउँ त ल ल सर्लक ल ए ल खनाए माछा खनायो ल ल एम बहिनीहरु डिस्टर्ब दाजुले खनाउनु भयो बहिनीहरू सुतिसक्नु भएको ला एउटा त घाइते माछा नि रहेछ त हौ दाजु के भएको त आमामा डबल करेन्ट ए डबल भएको छोटाको माछा टाको एक छ त हो के माछा हामीसँग है साथीहरु सपोर्ट गर्नु उ लाग्छ भने सप्तकोशीको मान्डोरा सप्तकोशीको मान्डोरा ल फिजायो राजाले यसरी भाग चाहिँ साथी यसरी लाउँछौँ हैन ल दुई भाग अलि अस्ति भन्दा आज अलिक मोरा माछा सबै मान्डोरा मात्रै कत्रो कत्रो मान्डोरा यो मान्डोरा हेर्नु दाजु कत्रो के मान्डोरा यो आराम मान्डोरा माछा पनि कस्तो दामी हो साइजको ल 3 भाग अरु पर्नेहरुलाई यस्तो मार्ने 4 भाग भाइ चाहिँ हान्नु न भाइ चाहिँ ल ल ल ल ल ल भाइ त भाइ ल मिलनको दाजु अब यस्तै हो फेरि फेरि पनि आउनुपर्छ माछा चट्टसँगले कोसीमा आज क्याम्पिङ गरेर खाने उयो इच्छा थियो त्यो चाहिँ आज पुरा भएन हैन आइतबार खाने भाइले भन्यो तर म चाहिँ फेरि म चाहिँ बिजीमा थिएँ अनि 5 जना हामीले खुवाउने भनेको नि लगेर यति सबै चाहिँ माछा चाहिँ कराईमा झम्मै हाल्दिनु पर्यो भनेर सोचिरहेको थिएँ अस्ति हामी कुरा गरेको हैन भाइ अस्ति हामी कुरा गरेको ल हैन राम्रोसँग माछा चाहिँ दामी छ यस्तो माछा त पाइँदैन पाइँदैन अब यसको सिजन जान आँट्यो मान्डोराको सिजन जान आँट्यो अब अर्को ए बिस्तारै बिस्तारै राजा अर्को सिजन आउँछ अब अर्को माछाको सिजन आउँछ दाजु हैन यो मान्डोराको सिजन र तिते पाङ्कासीको सिजन पछि आउँछ ल है ल अहिले चाहिँ एक नम्बर छ के एक छटाको कोहीको मात्रै सानो छ के यो भनेको त अनि आका एक नम्बर हो के ल ल ल ल मिलाएर हाला चट्टसँग राजाले फेरि यस्तो मिलाएर बाँड्छ नि फेरि आमा ढक्ता राजु नै चाहिँदैन हौ राजालाई फेरि त्यो साइडकोमा चाहिँ अलिक कम भइरहेछ अब त्यहाँ ढक्ता राजु ढक्ता राजु चाहिँदैन क्या राजालाई फेरि माछा मरेको है माछा मरेको यो रको त बिचमा लगाइदियो बिचमा त्यो हो त्यहाँ हो त्यहाँ रको त्यहाँ लगाइदियो त्यहाँ अलिकति कम छ थोरै यो यतापट्टि बिचमा त्यस्तो हात हो त्यहाँ अनि उता लगाइदिनु भइहाल्यो कि त्यस्तो कता लगाइदिन्छौँ भइहाल्यो उस्तै हो राजाले फेरि बाँडापछि जोख्नु पर्दैन क्या जोख्दा पनि फरक खाँदैन ल साथी 5 भाग 1 2 3 4 5 ल साथीहरु कुन चाहिँमा कमी छ भन्नु है कमेन्ट गरेर यो यसो यसमा कुन चाहिँ भागमा कमी छ राजाले लायो हैन ल 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर कुन चाहिँमा कमी छ हैन तपाईहरु पनि आँखाले हेरेर उ गर्नु ल 1 हाम्रो झोला छैन होला नि दाजु प्लास्टिकमा ल एउटा यहाँ चिउराको प्लास्टिक चाहिँ एकजनालाई यहीँ हालिदिउँ होइन अर्को राजालाई हेर्नु चाहिँ मलाई चाहिँ एउटा झोलामा हालिदेऊ न त्यहाँ छ त झोला अस्ति सबै हामीले ल्याइदिएको छौँ त ओसारेर फेरि भेला पारेर ल्याइदिने त अस्ति 4-5 वटा झोला एकैचोटि ल्याइदिएको फेरि समस्या छ ल एउटा यसमा उठाइदेऊ सान दाजुलाई यसमा उठाइदेऊ ल ल ल ल भाइ चाहिँ बाल्टिङ बोकेर हिँड्नु ल ल राजा एउटा उसमा हालिदेऊ राजा त्यो सान दाजु उठाउनु एउटा ए लु मिलनको दालले एउटा उठाइदेऊ न भइहाल्यो
एउटा दाइलाई उठाइदियो भाइहरूले सानलाई त्यही उठाउनुहुन्छ दाइले त्यही उठाइदियो दाजुभाइको त्यो भइहाल्यो मेरो यो भइहाल्यो जहिले त्यसलाई यस्तो भएपछि त कफी हुँदैन झोला कुनै बेला त दाजु योभन्दा नि माछा बढी हुन्छ नि अहिले पो थोरै राजा पहिला हामीले आममा मान्छे नआउँदा त बा यत्रो माछा कसले खाने म त भोलि